सो हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ आजको मेरो न्यू डे न्यू ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। अनि आजको चाहिँ म एकदम नै आज चाहिँ खुसी छु। किन भन्नुहुन्छ भने तपाईहरुले भिडियो अन्तिमसम्म हेर्नुहोस्, आफै थाहा पाइहाल्नुहुनेछ म किन खुसी छु यति धेरै भनेर। र आज चाहिँ त्यही खुसियालीमा चाहिँ म एक्लै भए पनि यति धेरै पार्टी गर्दैछु। अब म एक्लै भएको कारणले गर्दा धेरै खानेकुराहरू चाहिँ गराएको छैन, मैले एक्लै खान पनि सक्दिनँ। त्यो भएको कारणले गर्दा चाहिँ मेरो फेभरेट करेन्ट नुडल्स अनि म्याङ्गो जुस छ। अनि यही यसैको साथमा चाहिँ म आज मेरो सक्सेस त के भने अझै पनि धेरै सक्सेस हुन बाँकी नै छ। अनि आजलाई चाहिँ थोरै भए पनि खुसी भएको कारणले गर्दाखेरि चाहिँ म खुसी बाँड्न आइरहेको छु। अनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ छ 2x नुडल्स, करेन्ट नुडल्स, अनि यहाँ चाहिँ म्याङ्गो जुस हेर्न सक्नुहुन्छ। अनि म चाहिँ आज किन खुसी भएको भनेर सबैजनाले सोचिराख्नु भएको छ होला। म चाहिँ मेरो आज चाहिँ युट्युबमा चाहिँ 1000 सब्सक्राइब कम्प्लिट हुनुभएको छ र त्यसैको खुसियालीमा चाहिँ मैले एक्लै नै नुडल्स चाहिँ खान लागिरहेको छु र सबैले भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला है त। मैले चाहिँ सोचेको पनि थिएन कि यति धेरै माया पाउँछु होला मैले युट्युबबाट भनेर चाहिँ मैले सोचेको पनि थिएन, नसोचेको कुरा भइरहेको छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ म आज एकदमै खुसी छु र सधैँभरि यसरी नै माया साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। मेरो युट्युबमा रहनुहुने जति पनि मलाई अहिले 1000 सब्सक्राइब कम्प्लिट गर्न जति पनि फ्यामिलीहरूले सहयोग गर्नुभएको छ र साथ सपोर्ट गर्नुभएको छ, उहाँहरूलाई चाहिँ म चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि म चाहिँ हेर्नु न कस्तो कि यो डराए जस्तो भएर बोल्न पनि सकिरहेको छैन। यस्तै हो है, बोल्न चाहिँ अब भर्खर सिक्दैछु अनि राम्रोसँग बोल्न चाहिँ आउँदैन, त्यति नै हो। अनि अब सबैजनाले राम्रो भयो नि नराम्रो भयो नि हेरेर साथ सपोर्ट गरिदिनु होला है त। अब चाहिँ म चाहिँ करेन्ट नुडल्स खानातिर लाग्छु है त। अनि हेर्न सक्नुहुन्छ यो चाहिँ एकदमै स्पाइसी छ। अनि आज चाहिँ म यही खाएर चाहिँ मैले तपाईहरुलाई मेरो युट्युब च्यानलमा चाहिँ 1000 सब्सक्राइब कम्प्लिट भएको भनेर भन्न आएको, यति नै हो आजको खुसियाली चाहिँ मेरो। फेरि एकदम धेरै पनि नसोचिदिनु होला, यति नै हो है मेरो चाहिँ खुसी चाहिँ। अहिलेसम्मको लागि चाहिँ अझै पनि धेरै साथ सपोर्ट दिनुहुन्छ भन्ने आशा राख्दछु मैले चाहिँ। र मेरो फ्यामिलीहरूले चाहिँ सधैँभरि यसरी नै साथ सपोर्ट गरिदिइराख्नु होला भन्न चाहन्छु म चाहिँ। ल अब चाहिँ म खान्छु है, सेलाइसक्यो, सेलाएपछि फेरि मिठो हुँदैन। फर्स्ट बाइट खाए ल। अनि एकदम गर्मी छ, गर्मी भएको कारणले गर्दाखेरि पनि धेरै पिरोहरू खाइराख्न सकेको छैन, त्यही भएर मैले चाहिँ पिरो थोरै मात्रै राखेको छु। एकदम पिरो छ, यति थोरै राखेको पनि पिरो भयो। लास्ट पिरो हो, हेर्न सक्नुहुन्छ यस्तो पिरो हो, हेर्दा पनि कति रातो देखिरहेको छ। अयो
लास्ट पिरो भयो, त्यही माथि गर्मी पनि भइरह। धन्दै जुस चाहिँ राखेको छु मैले, म्याङ्गो जुस राखेको, धन्दै यो गुलियो गुलियो हो, त्यही भएर पिरो भएन धेरै। अनि फाइनली हेर्न सक्नुहुन्छ मैले चाहिँ खाएर पनि सकिसकेको छु। आजको लागि चाहिँ यति नै छोटो मिठो ब्लग तपाईहरुको लागि चाहिँ सेलिब्रेसनको लागि हो यो भिडियो। खासमा चाहिँ बोल्नै सकेन। अनि आई होप सबैजनाले भिडियो हेरेर साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने आशाको साथमा आजको लागि चाहिँ यति नै। सबैजनाले लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। बाइ बाइ।